हेलो नमस्ते। तपाईसँग एकैछिन समय छ भने यो भिडियो अवश्य हेर्नु होला है, किनकि यो भिडियोमा भएको इन्फर्मेसन तपाईँहरू सबैजनाको लागि काम लाग्दो हुनसक्छ। सन्दर्भ आज युए एम्बेसी पुगेको थिएँ म अनि संयोगवश त्यहाँनिर त्यहाँको हाम्रो काउन्सलर म्याडमले चाहिँ वर्कर ओरिएन्टेसन जस्तो उहाँले गर्दै हुनुहुँदो रहेछ अनि त्यो कुरा सुन्दै गर्दा दुःख पनि लाग्यो एक किसिमले। हामी सचेत हुनुपर्ने रहेछ भन्ने पनि लाग्यो। मैले पोस्टमा फोटोहरू त सेयर गरेको थिएँ नेपाली एम्बेसीकै पेजबाट स्क्रिनसट गरेर, तर मलाई लाग्यो अरू केही थप इन्फर्मेसन त्यहाँनिर हाम्रो म्याडमले के भन्नुभयो भनेर अझै सेयरिङ गर्नु मन लागेर म यो भिडियो तपाईँहरूको निम्ति बनाइरहेको छु। हामी धेरैजना जो युएईमा कामको सिलसिलामा बसोबास गरिरहेका छौँ अनि यहाँका कानुनहरू यहाँका नियमहरू तोडिरहेका पनि हुन सक्छौँ, कहिले चाहेर कहिले नचाहेर। अनि हामी कस्तो अवस्थामा अथवा हामीले चाहिँ कस्तो कुरा चाहिँ होसियारी अपनाउनु पर्ने रहेछ भन्ने कुराहरूको बारेमा उहाँहरूले धेरै कुराहरू सिकाउनु भयो। त्यो एकछिनको समयमा पनि उहाँले धेरै कुराहरू सिकाउनु भयो र अनि त्यो धेरै कुराहरू अब उहाँहरूले भन्दै गर्दाखेरि त्यहाँनिर भिडियो रेकर्ड गर्न नमिल्ने भएको कारणले गर्दा र मैले भिडियो रेकर्ड गर्न पाइनँ, तर जति मैले त्यतिखेर सुनेर बुझेँ त्यो कुरा म तपाईँहरूको बिचमा यसरी यो भिडियो माध्यमबाट राखिदिँदैछु। त्यहाँनिर म्याडमले भन्दै हुनुहुन्थ्यो कि युएईमा बसोबास गर्ने नेपालीहरूको इमेज पहिलाको भन्दा बिग्रिरहेको छ, अथवा यो युएईको नेसनल्सले हामीलाई हेर्ने नजरिया पहिलाको भन्दा अहिले बदलिएको छ भनेर भन्दै गर्दा कता कता दुःख पनि लाग्यो। पहिला चाहिँ नेपालीहरूलाई उनीहरूले हेर्ने तरिका एक इमान्दार, अनेस्ट, काममा एकदमै हार्डवर्किङ भनेर चिनिरहेको नेपालीहरूको अहिले चाहिँ परिचय बदलिँदैछ। कस्तो परिचय बन्दैछ अरे भने जाँड रक्सी पिउने, ड्युटी नजाने, जाँड रक्सी खाएर झगडा गर्ने, अनि झगडा गरिसके पछाडि लफडा परिसके पछाडि जेलमा जानुपर्ने, यी यस्ता धेरै घटनाहरू भएको कारणले गर्दाखेरि अनि उहाँहरूले विभिन्न कम्पनीका ओनरहरूलाई रिभ्यू अथवा फिडब्याक लिँदाखेरि चाहिँ अरू सबै त ठिकै छ नेपालीहरूको, तर जाँड रक्सी खाएर ड्युटी नगइदिने, लफडा गर्ने, झगडा गर्ने, मारपिट गर्ने यो चाहिँ नराम्रो छ। र अधिकांश 5 जना मध्ये 3 जना नेपालीहरूले त जाँड रक्सी पिउँदो नै रहेछन्। अनि अब हामीलाई भनिराख्नु त पर्दैन कि जाँड रक्सी हामीले जब पिसकेपछि हामी अनकन्सियस हुन पुग्छौँ, हाम्रो होस हामी सम्हाल्न सक्दैनौँ। अनि होस सम्हाल्न नसक्ने मान्छेले जे पनि गर्दछ। सुरुमा पिउनेहरूलाई लाग्छ कि म कन्ट्रोल गर्न सक्छु भनेर, तर बिस्तारै बिस्तारै उमेरसँगै रक्सीले चाहिँ हामीलाई कन्ट्रोल गर्न थाल्छ। त्यस पछाडि अवस्थाहरू अझै नराम्रो हुँदै जान्छ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो कतिपय समस्याहरू लिएर आउनुहुन्छ अरे एम्बेसीमा कि यस्तो भयो त्यस्तो भयो, अनि खासमा के कुरा हो भन्दाखेरि थाहा छैन भनिदिनुहुन्छ अरे। अनि उहाँले भन्दै हुनुहुन्थ्यो तपाईँको काममा के प्रब्लम छ भन्ने कुरा मेरो जीवनमा यस्तो यस्तो प्रब्लम भयो, यस्तो समस्या भयो भनेर क्लियरली भनिदिनु भयो भने पो हामीले पनि तपाईँहरूलाई के सल्युसन दिने भनेर सजेसन गर्न सक्छौँ। अनि अधिकांश हाम्रा आफ्ना नेपाली दाजुभाइ दिदीबहिनीहरूको समस्या चाहिँ खोतल्दै जाँदा कमी कमजोरी उहाँहरूकै भेटिन्छ धेरै जसो भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्थ्यो। अनि म्याडमले अझै अन्य कुराहरू पनि थप्दै हुनुहुन्थ्यो कि हाम्रो इमरेज आइडी, हाम्रो पासवर्ड, हाम्रो इमेल, मोबाइल नम्बर चाहिँ हामी जो कसैलाई दिइहाल्छौँ। विशेष गरेर इमरेज आइडी अनि इमेलका पासवर्डहरू ओटिपी माग्छ कतिले फोन गरेर, त्यतिखेर हामी दिइहाल्ने भएको कारणले गर्दाखेरि हाम्रो नेपालीहरूले धेरैले चाहिँ पैसा गुमाइराख्नु भएको रहेछ। मानिसहरूले चाहिँ नेपालीहरूलाई कसरी पनि फसाइरहेको रहेछ भने सोझो नेपालीहरूलाई कि तिम्रो इमरेज आइडी कार्ड देऊ, म तिमीलाई 500 दिराम दिन्छु। अनि त्यो 500 दिरामको लोभमा उनीहरूले इमरेज कार्ड दिन्छन् अनि उनीहरूले भनेको ठाउँमा साइन गरिदिन्छन्। या त युएई पास, अहिले त सजिलो छ सिग्नेचर लिनको लागि पनि। तपाईँले आफ्नो युएई पास बनाउनु भएको छ र कसैले तपाईँको युएई पासको एक्सेस माग्यो भने, त्यसको ओटिपी माग्यो अथवा त्यसको पिन नम्बर मागेर दिनुभयो भने तपाईँको सबै इन्फर्मेसनहरू उसको हातमा, उसको कन्ट्रोलमा हुन्छ। त्यही भएर त्यहाँबाट उनीहरूले लोनहरू निकाल्न सक्छन्। कतिले मोबाइल फोनहरू तपाईँको नाममा निकालेर भागिदिन सक्छ। अनि पछाडि यहाँको ब्याङ्कले, यहाँको डुले, इतिसरातले चाहिँ हामीहरूलाई पैसा पेमेन्ट गर्नको लागि बाध्य बनाउँछ। 500 दिरामको लोभमा मान्छेहरूले 50,000 तिर्नु परेको, फाइन तिर्नु परेको अवस्थाहरू पनि रहेछ। अनि यो कुरा सुन्दै गर्दा बडा दुःख पनि लाग्यो। अनि त्यही भएर तपाईँहरू सबैजनालाई यो एउटा सचेतनाको लागि त्यतिखेर मैले मात्रै सुनेर मात्र भएन र मैले मेरो कर्तव्य ठानेर अनि त्यहाँनिर भिडियो बनाउन नपाउने भएको कारणले गर्दाखेरि फेरि पनि घरमा आएर
मैले तपाईँहरू सबैजनाको लागि काम लाग्दो होस् भनेर भिडियो बनाएको छु र यो भिडियो धेरैजना युएईमा रहनुहुने हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीलाई काम लाग्न सक्छ। उहाँहरूमा तपाईँहरूले सेयर गरिदिन सक्नुहुन्छ यो भिडियोलाई। हाम्रो जीवनलाई बचाउनु पर्नेछ। अनि म्याडमले भन्दै हुनुहुन्थ्यो कि धेरैजना हाम्रो नेपाली दाजुभाइहरू चाहिँ आफ्नो फ्यामिलीबाट डिस्कनेक्टेड भएर रहनुभएको छ अनि आफ्नो फ्यामिलीलाई आफ्नो परिवारलाई राम्रोसँग हेरिराख्नु भएको छैन। अनि त्यस्तो कुराको कम्प्लेन पनि उहाँहरूको आउँदो रहेछ। हुन त यो हाम्रो नितान्त पारिवारिक समस्या हो, तर यस्ता गुनासोहरू पनि उहाँहरू कहाँ पुग्दो रहेछ। अनि यो आफैमा पनि एक किसिमको लाजमर्दो कुरा पनि, शरमको कुरा पनि हो। अनि अर्को कुरा उहाँले यो पनि भन्दै हुनुहुन्थ्यो कि धेरैजनाले चाहिँ टाइपिङ सेन्टरहरूलाई बढी विश्वास गरेर, एमबिसीलाई भन्दा पनि टाइपिङ सेन्टरहरूलाई बढी विश्वास गरेर धेरै पैसाहरू टाइपिङ सेन्टरलाई तिरेर चाहिँ सर्भिस लिइराख्नु भएको छ। अनि त्यो चाहिँ कानुनी पनि होइन र तपाईँहरूले आफ्नो पैसा अनायासै आफ्नो पैसाहरू गुमाइराख्नु भएको छ। त्यसो नगर्नु होला भनेर पनि उहाँले हामीलाई सजग गराउँदै हुनुहुन्थ्यो। अनि खुसी लाग्यो यो उहाँहरूको प्रयासको लागि। अनि हामीले उहाँहरूलाई पनि यो कुरामा चाहिँ साथ दिनुपर्छ र यो हाम्रै बेनिफिटको लागि पनि हो। अनि उहाँले अर्को एउटा कस्तो दुःखलाग्दो कुरा पनि सुनाउँदै हुनुहुन्थ्यो कि हामी नेपालीहरूले चाहिँ वास्तवमा नेपाल आफ्नो देशलाई माया गर्न जानेका छैनौँ। खालि हाम्रो देशमा हामीले कम्प्लेन, गुनासो, गाली गर्ने मात्रै गर्दछौँ फेसबुकभरि, सोसियल मिडियाभरि। अनि त्यहाँबाट के कुरा रियलाइज गर्दै थिएँ भने मैले चाहिँ हामीले गाली गर्न खोजेको त नेताहरूलाई अथवा उनीहरूको नेगेटिभिटीलाई हामीले उजागर गर्न खोजेको, तर सरकारलाई गाली गर्दै गर्दा उहाँहरू पनि त्यसमा समावेश हुनुहुँदो रहेछ र त्यसले उहाँहरूलाई पनि चित्त दुखाउँदो रहेछ, नमिठो लाग्दो रहेछ भन्ने कुरा महसुस भयो। किनकि उहाँहरू जस्तो एउटा सच्चा देशलाई प्रेम गरेर सरकारको कामहरू जागिर गरिराख्नु भएको पनि त हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ नि, उहाँहरू पनि हामी जस्तै हो। अनि हामीले उहाँहरूको मर्मलाई पनि आघात पुर्याउने काम चाहिँ गर्नुहुन्न रहेछ भन्ने कुरा पनि म रियलाइज गर्दै थिएँ। यो चाहिँ मैले रियलाइज गरेको कुरा है, तपाईँहरूलाई कस्तो लाग्छ? अनि उहाँले त्यो कुरा भन्दै गर्दा कस्तो राम्रो कुरा भन्दै हुनुहुन्छ। तपाईँहरू त हाम्रो देशको लागि, हाम्रो लागि गुडविल एम्बेसडर हो नि। तपाईँले राम्रो काम गर्नुभयो भने, राम्रोसँग एउटा इमेज स्थापित गर्नुभयो भने हाम्रो देशको नाम कति रोशन हुन्छ, कति राम्रो हुन्छ। वाह, कस्तो राम्रो मान्छेहरू, कस्तो राम्रो देश होला यिनीहरूको। किनकि मान्छेको देश कस्तो छ, उसको परिवार कस्तो छ भन्ने कुरा चाहिँ उसको संस्कारले, उसको व्यवहारले, काम गर्ने तरिकाले देखाउँदछ। अनि उहाँले यो भन्दै गर्दाखेरि कस्तो खुसी लाग्यो, कस्तो राम्रो लाग्यो। बडा राम्रो लाग्यो म्याडमले भन्नुभएको कुरा सरल उपस्थित भएर। अनि हामीले चाहिँ यो कुरा धेरैजनालाई सिकाउनु पनि पर्छ, आफूले पनि सिक्नुपर्छ र सिकाउनु पनि पर्छ भन्ने लागेर मैले यो भिडियो हामी सबैजनाको निम्ति चाहिँ तयार गरेको छु। थ्याङ्क यू सो मच भिडियो हेरिदिनु भएको लागि। अनि हाम्रो अबुधाबीमा स्थित हाम्रो नेपालको यो एम्बेसीलाई एकदमै धेरै धन्यवाद